यो पनि शिवको, त्यो पनि शिवको, सारा संसार शिवको, म पनि शिवको। नमस्कार, म भगवती नेपाल, एक्टिभ महिला टोली विकास संस्था गङ्गोपुको अध्यक्ष। आज हामी यस अक्षय तृतीयाको पावन घडीमा पशुपतिनाथ मन्दिरको प्राङ्गणमा सातु सर्वत वितरण गर्नको लागि आइरहेका छौँ। गर्मी भइरहेको अनि यो साधु सन्तलाई गरिबहरूलाई उसको आफ्नो शीतल हुन्छ नि, शक्तिले शक्ति दिन्छ। जलको साधुले शक्ति दिन्छ, सर्वत्र शीतल हुन्छ। जलले थोरै हालिदिनु होला म सर्वत साधु खाना आउँछ। नानीहरूले पनि यहाँ शरद खाइरहनु भएको छ है। अब साधु शिरमा गङ्गा मर्देऊ मनमा उमङ्गा। नमस्कार, मेरो नाम शान्ति देवी तिवारी, म यस एक्टिभ महिला टोल विकास संस्थाको सचिव। आज अक्षय तृतीयाको दिन शिव पार्वतीको विवाह भएको दिनमा हामीले साधु शरबत वितरण गर्ने योजना गरेर यस पशुपति क्षेत्रमा आएका थियौँ र हामीले आज यो साधु शरबत बाँडेर सबै सेवामुखीहरूलाई सुविधा प्रदान गरेका छौँ। चिसो र शरबत खाएर वितरण गर्न पाउँदा मलाई एकदम खुसी लागेको छ। यस क्षेत्रमा आएर पुण्य काम गरेको आफूलाई अनुभव गर्दैछु। म चाहिँ एक्टिभ महिला टोल विकास संस्थाको कोषाध्यक्ष। हामीले चाहिँ आज यस अक्षय तृतीयाको दिनमा चाहिँ पशुपतिमा शरबत सातुको कार्यक्रम बाँड्ने वितरण गर्ने कार्यक्रम गरेको थियौँ। यहाँ चाहिँ हामीले बाँड्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो अनुभव भयो भने बाँड्दा एकदम खुसी लागेर हामीले बाँड्ने बेलामा चाहिँ एकदम धेरै मान्छेहरू आइदिने अनि खाने खुसी हुने अनि सक्रिय मान्छेहरूले चाहिँ आफूले पनि डोनेसन गर्ने, वरिपरिको मान्छेहरूले चाहिँ हामीलाई पनि डोनेसन गरेर पनि सहयोग गर्नुभएको छ। कसैले पानी सहयोग गर्नुभएको छ, कसैले जुसहरू, कसैले सातु, कसैले गुडहरू सहयोग गर्नुभएको छ। एकदम यो देख्दा चाहिँ मलाई एकदम भित्रैबाट आनन्द फिल भइरहेको छ। पशुपति जस्तो ठाउँमा यस्तो बाँड्नलाई म फर्स्ट टाइम आएको, मेरो अनुभवमा चाहिँ मलाई एकदम रमाइलो लागिरहेछ। यो मान्छेहरू पनि एकदम धेरै आउनु हुँदो रहेछ, रमाइलो पनि हुँदो रहेछ, आनन्द पनि आउँदो रहेछ। र हामीले पोहोर गङ्गामुखै शिव मन्दिरमा गरेका थियौँ।
यस वर्ष हामी पशुपतिमा गऱ्यौँ र अब आगामी वर्षमा चाहिँ अब हामी यही त भन्न सक्दैनौँ अहिलेदेखि नै होइन। अब कता कता हुन्छ जे होस् हामी जहाँ सक्छौँ जहाँ हामीलाई अब भगवान्ले बोलाउनुहुन्छ होइन त्यहीँ चाहिँ हामी हरेक वर्ष बाँड्ने चाहिँ प्रतिबद्धता गर्दछौँ। हस्ते नमस्ते, मेरो नाम सुमी राई हो। म चाहिँ यो संस्थामा भर्खर नै जोइन गरेको हो। खासै मलाई चाहिँ अब यो संस्थामा आबद्ध भएर गर्ने कामहरू धेरै नै राम्रो लाग्यो। मलाई यो मेरो फर्स्ट टाइम एक्सपिरियन्स पनि हो। त्यसैले म यस संस्थाका संस्थापक सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति भन्दै मेरो सानो कुरा यही समाप्त गर्छु। थ्याङ्क यू। मेरो नाम भावना शिवाकोटी हो। म यस एक्टिभ महिला टोल विकास संस्थाको सदस्य। आज अक्षय तृतीयाको दिनमा हामीले पशुपति प्राङ्गणमा एउटा सातु शरबतको आयोजना गरेको थियौँ। यसमा अब सबै संस्थाका सबैजना भेला भएर हामीले खुवाउने क्रममा अब यहाँ शरबतलाई खाएर हामीलाई सहयोग गरिदिनु भयो र हामीले यति गर्न पाउँदा हामीलाई चाहिँ एउटा भगवान् पशुपतिनाथको प्राङ्गणमा आएर यसरी सातु शरबत वितरण गर्न पाउँदाखेरि हामीलाई एकदमै धेरै गौरव फिल गरिरहेछौँ। अब अर्कोचोटि अर्को वर्ष पनि अब यसरी नै गरिरहन गर्न सकौँ। यो संस्था यसरी नै चलिरहोस्। आगामी दिनहरूमा पनि हामी महिलाहरू एकजुट भएर यो संस्थालाई अगाडि बढाएर यसरी नै चल्न सकाउँ भन्ने चाहिँ हाम्रो एउटा प्रतिबद्धता छ। यति भन्दै मेरो 2 शब्द यहीँ समाप्त गर्छु। हस्त, धन्यवाद। खाइए बहिनी आउँ हामी बुझ्छौँ नेपाली अघि एकजना भन्छ खाइए तपाईँलाई अघि खाइसक्यो भन्नुभयो कि खाइए सादा पानी खाए नि छन् नाम तारे नि हुन्छ बेलपत्रको घारी शिवजीको फुलबारी बेलपत्रको घारी शिवजीको फुलबारी बेलपत्रको घारी शिवजीको फुलबारी बेलपत्रको घारी शिवजीको फुलबारी हे हरि हरि